Zedenki kenrabeseki tagluti mumimbara seve katanti jishulu tupai lodre pope nangwa celus क्लासमा आउनुभएका सबैजनालाई स्वागत छ। आज हामी सफिक्स द गर्ने सफिक्स द अब यहाँ चाहिँ सफिक्स द, यदि सफिक्स द हो भने चाहिँ अब स कत का उच्चारणमा केही फरक आउँदैन। स कत क द तामाङहरूले चाहिँ सकत का द कत भनेर चाहिँ उच्चारण गर्छ। तामाङहरूले सकत का द कत भनेर उच्चारण गर्छ। लद्दाखीहरूले सकत का द स्कत भनेर उच्चारण गर्छ। लद्दाखीहरूले सकत का द स्कत भनेर उच्चारण गर्छ। तामाङहरूले सकत का द कत भनेर उच्चारण गर्छ। तर अहिले चाहिँ मोडर्न टाइममा चाहिँ सकत का द के भन्ने, सकत का द के, सकत का द। अब रुल के नियम चाहिँ के छ भन्दाखेरि नियम चाहिँ स कत का द चाहिँ पछाडि द छ भने चाहिँ यसले चाहिँ एकलको काम गर्छ। स कत का द स्कत नभन्ने, स कत का द कथ नभन्ने, स कत का द के भन्ने। किन के भन्नुपर्छ भन्दाखेरि पछाडि यदि द छ भने चाहिँ यसले चाहिँ एकलको काम गर्छ। स कत का द के, स कत का द के। अब पुस्तक पढ्न सक्ने छेउछाउमा हामी पुगिसक्यो। अब भनौँ हामी अब हवाई जहाजमा छ भने अब हामी उड्नु थाल्यो। अब छिटै पढ्न सक्नुहुन्छ। तर यहाँ कतिवटा एक्सेप्सनहरू आउँछ, त्योहरूलाई चाहिँ अलिकति ध्यान दिएको हुनुपर्छ। अब हेर्नुहोस् है, स कत का द स्कत नभन्ने, स कत का द कथ नभन्ने, स कत का द के। किन के भन्नेको हुनुपर्छ भन्दाखेरि पछाडि द छ भने चाहिँ यसले चाहिँ एकलको काम गर्छ भनेर बुझ्दा चाहिँ हुन्छ। अब स कत का द के। अब ख र त के हुनुपर्ने, ख र त ठ, ट ठ ठ, ख र त ठ द, ख र त भयो ठ, यो पछाडिको दले चाहिँ एकल जोड्छ। ख र त ठ द ठे, ख र त ठ द
छे खा र त ठ द ठे यो अगाडिको चाहिँ पहिले सिकिसकेको अहिले हामी के सिक्दैछौँ भन्दाखेरि पछाडि द छ भने चाहिँ यसले एककारको काम गर्छ भनेर त्यो सिक्दैछु। सो क लतक के हुनुपर्ने क लतक ला क लतक ला द ले क लत ला द ले रगत के हुनुपर्ने रगत ग गयत के हुनुपर्ने गयत ज्ञ रगत ग गयत ज्ञ द पछाडि द छ भने चाहिँ यसले एककारको काम गर्छ। रगत ग गयत ज्ञ द गे रगत ग गयत ज्ञ द गे रगत ग गयत ज्ञ द गे गे यो अगाडि सिकिसकेको आज के सिकिरहेको छ भन्दाखेरि पछाडि द छ भने चाहिँ यसले एककारको काम गर्छ भनेर त्यो सिक्दैछु। यो अगाडि सिकिसकेको छ द पछाडि द छ दले चाहिँ एककारको काम गर्छ। छ द छे छ द छे छे छ अब यहाँ पछाडि द आयो यसले चाहिँ एककारको काम गर्छ। थ द थे थ द थे क र कर थेकर थेकर डाइरेक्टली सिधै सिधै थेकर डाइरेक्टली थेकर थ द थे थ द यहाँ पछाडि द छ यसले एककारको काम गर्छ।
दा दा दे डट पा दे पा डटले चाहिँ यो दुईटालाई छुटाउँछ दे पा माने आस्था फेथ टु ह्याभ फेथ इन थ्री ज्वेल्स आस्था दा दे पा आस्था दा यो पछाडि दा आइरहेछ यसले एकर जोडिन्छ सो पा द पे मा यहाँ डटले छुटाउँछ पा द पे डट मा पेमा माने पद्मा माने कमलको फुल पद्मा पा द पे मा पेमा पद्मा कमलको फुल पेमा भनेर तपाईँबाट सुन्नु हुँदै होला पेमा माने लोटस फ्लावर पेमा सा पत्ता के हुनुपर्ने सा पत्ता पा रता के हुनुपर्ने सा पत्ता पा रता के भनेको जस्तो लाग्दैछ तपाईँलाई पा रता ट द टे माने दिनु टु गिभ सा पत्ता पा रता ट द टे पढ्नु सँगसँगै एक दुईवटा शब्द सिक्नु सक्यो भने अझै राम्रो अब छिटै पढ्नु सक्नुहुन्छ अब हामी उड्नु थाल्यो अब छिटै पढ्नु सक्नुहुन्छ तर मैले यहाँ के देख्दैछु भन्दाखेरि लेसन 13 मा अब जस्तै 40 जना आएको छ भने लेसन 13 मा 14 मा फेरि 55 ले हेरेछ मतलब कतिजनाले अगाडिको क्लासलाई स्किप गरेर जम्प गर्दै सिक्नुहुँदैछ अलिकति साह्रो पर्छ होला त्यसरी कुनै नछोडिकन फर्स्ट सेकेन्ड थर्ड फोर्थ त्यसरी सिक्नु भने चाहिँ एकदमै सजिलो प्रकारले सिक्नु सक्नुहुन्छ अब आज एकजना कुनै एकजना आज फर्स्ट टाइम यहाँ हेर्नु हुँदैछ भने यो बुझ्दैन यो यहाँदेखिको सुरु गर्नुभन्दा पहिला मेरो यो युट्युबको यसमा एउटा गोल एउटा छ सर्कल त्यो भित्र हाम्रो फोटो छ त्यसलाई क्लिक गर्यो होइन क्लिक गरेर चाहिँ 4-5वटा भिडियो ऱ्यान्डमली आउँछ अगाडि पछाडि त्यो मिस भएर अनि त्यहाँदेखिको चाहिँ यो थिचिसकेर राइट ह्यान्ड टु लेफ्ट ह्यान्ड स्किमलाई यसरी ठेल्नुहोस् त अनि फर्स्टको चाहिँ लास्टमा छ फर्स्ट सेकेन्ड थर्ड फोर्थ फिफ्थ सिक्स सेभेन यसरी त्यहाँदेखिको सुरुदेखिको सिक्नुहोस् छिटो सिक्नु सक्नुहुन्छ अब 20देखिको सिक्नु खोज्यो भने केही पनि बुझ्दैन होला सा पता पा रता टा दा टे सो आज के सिक्दैछु भन्दाखेरि यदि पछाडि द छ भने चाहिँ यसले एकरको काम गर्छ भनेर चाहिँ
याद गर्नुपर्ने। अब उहिले अब यसरी सा कता का दा स्कत, जस्तै लद्दाखीहरूले भन्छ सा कता का दा स्कत, तामाङहरूले सा कता का दा कत, उहिले यसरी उच्चारण गर्थ्यो होला। तर अहिले चाहिँ सा कता का दा के भन्ने पा फा यता के हुनुपर्ने, फा यता छ, फा यता छ, फा यता छ, छ दा छे, फा यता छ दा छे, फा यता छ दा छे। सा लतक, सा लतक के हुनुपर्ने, सा लतक ला, सा लतक ला, ला दा ले, सा लता ला दा ले, सा लता ला चाहिँ उच्चारण उच्चा भएर सा लता ला दा ले। Salata, correta. स नतक के हुनुपर्ने, स नतक ना, ना द ने, स नत ना द ने। सा रतक के हुनुपर्ने, सा रतक सा, सा रतक सा द से, सा रतक सा द से। अब यसरी अलिकति एक्सेप्सनहरू आउँछ। यसरी एउटा एक्सेप्सन हुन्छ, खासमा स कता क द स्कत हुनुपर्ने, तर के भनेर उच्चारण गर्नुपर्छ। तर एउटा नियम लिइसकेपछि त्यो नियम चाहिँ सबैमा लागू हुन्छ। स कता क द के खा द खे सबैमा, द दे पा द पे मा पेमा पथमा, लोटस फ्लावर पेमा। अब यस्तै कतिवटा आउँछ, त्यहाँदेखिको तपाईँहरू पढ्न सक्नुहुन्छ। अब आउने दिनहरूमा चाहिँ तपाईँहरूको काम अलिकति ठाडो पारेर अलिकति ध्यान दिएर सुनेको हुनुपर्छ। त्यहाँदेखिको केही एक्सेप्सनहरू आउँछ, त्यहाँदेखिको पढ्न सक्नुहुन्छ। अनि पढ्न सक्ने जस्तै हुन्छ। कुनै एउटा प्रार्थना म तपाईँहरूलाई इन्ट्रोड्युस गर्छु र अनि तपाईँ हामी सँगसँगै पढेर त्यसको अर्थ
बुझाउँछु। अब त्यसरी अब छिटै पढ्न सक्नुहुन्छ, स्किप नगर्नुहोस्। त्यो लेसन 10 छोडेर एकैचोटि 20मा यसरी हानफाल्यो भने केही बुझ्दैन। स्टेप बाई स्टेप लेसन 1 राम्ररी सिकिसकेपछि लेसन नम्बर 2 त्यो पनि राम्ररी सिकिसकेपछि लेसन नम्बर 3 त्यसरी सिक्नुहोस् त। इन्ट्रेस्टिङ पनि तपाईँलाई लाग्छ, सिक्नु सजिलो पनि पर्छ। अब एकैचोटि यहाँदेखिको सिक्छु भने चाहिँ त्यो हुनु सक्दैन। हौ त्यसरी आजको क्लास यहीँ समाप्त गर्दैछु अनि क्लासमा आउनुभएकोमा धन्यवाद।